रवि लामिछानेको बारेमा यो पहिलोचोटि यो प्रयोग भइरहेको होइन। यो मुद्दामा तपाईले क्लिन चिट नपाएसम्म, तपाईले सफाई नपाएसम्म हामीले चाहिँ तपाईले संसदको प्रक्रियामा कारबाहीमा भाग दिन सक्दैनौँ। हैन, निर्वाचन आयुक्तलाई म चुनौती दिन्छु। उहाँको कानुनी नलेज चाहिँ के छ भने एकदमै सतही रहेछ। उहाँले कानुनी बुझ्नु भएको छैन। जुन चाहिँ व्यक्ति चुनाव जितेर संसदको प्रक्रियामा भाग लिन पाउँदैन तर तपाईको क्षेत्र चाहिँ प्रतिनिधित्व विहीन भएर रहन्छ। तपाईको क्षेत्रको आवाज चाहिँ संसदमा पुग्न पाउँदैन। अब आज चाहिँ के छ भने आजको यो चाहिँ फैसला होइन, यो चाहिँ आदेश हो। अहिले यो मुद्दा चाहिँ के छ भने यो प्रक्रियामा छ, प्रक्रिया जारी रहन्छ र भोलि यो चाहिँ अब कहिलेलाई पेशी तोक्छ, त्यसपछि यसको चाहिँ फेरि सुरुदेखि चाहिँ के छ भने फेरि यसको हेरिङ हुन्छ। यो मुद्दाको कारण अब हुन त तपाईँ आफै लडिसकेपछि, यो निवेदक तपाईँ भइसकेपछि तपाईँले भन्ने उत्तर एउटै आउला। यो मुद्दाको कारण रवि लामिछाने सदनभित्र प्रवेश गर्न पाउँछ? होइन, त्यो पाउँदैन। किनभने सम्पत्ति शुद्धिकरण ऐनको दफा 27ले एउटा स्पष्ट बन्दोबस्त के गरेको छ भने कि सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधीन रहेको व्यक्तिले कुनै पनि सार्वजनिक पद चाहिँ ग्रहण गर्न पाउँदैन। त्यसको पद चाहिँ निलम्बनमा रहन्छ। निर्वाचन आयुक्तलाई म चुनौती दिन्छु। उहाँको कानुनी नलेज चाहिँ के छ भने एकदमै सतही रहेछ। उहाँले कानुनी बुझ्नु भएको छैन। उहाँले चाहिँ के छ भने उहाँले हेर्नुहोस्, रवि लामिछानेको बारेमा यो पहिलोचोटि यो प्रयोग भइरहेको होइन। योभन्दा अगाडि पनि जब चाहिँ कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भयो र उहाँ चाहिँ धरोटीमा छुट्नुभयो। धरोटीमा छुटिसकेपछि, थुनामुक्त भएपछि उहाँ चाहिँ संसदको प्रक्रियामा चाहिँ भाग लिन खोज्नुभयो, प्रवेश गर्न खोज्नुभयो। प्रवेश गर्न खोज्दाखेरि के भयो भने सभामुखले भन्यो होइन, तपाईँको विरुद्धमा चाहिँ के छ भने यो सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधीन छ। तपाईँको यो मुद्दामा तपाईँले क्लिन चिट नपाएसम्म, तपाईँले सफाई नपाएसम्म हामीले चाहिँ तपाईँले संसदको प्रक्रियामा कारबाहीमा भाग दिन सक्दैनौँ भनेपछि उहाँ चाहिँ के छ भने उहाँ त चुनाव त जितेर आउनुभएको थियो तर उहाँले चाहिँ के छ भने संसदको प्रक्रियामा त्यो बेला भाग लिनुभएको थिएन। यो पहिलोचोटि होइन, अब दोस्रोचोटि त्यो हुँदैछ। चुनावको दौरानमा पनि मैले भनेको थिएँ, चितवनको जनताले यस्तो व्यक्तिलाई पनि चुन्नु भएन जुन चाहिँ व्यक्ति चुनाव जितेर संसदको प्रक्रियामा भाग लिन पाउँदैन तर तपाईको क्षेत्र चाहिँ प्रतिनिधित्व विहीन भएर रहन्छ। तपाईको क्षेत्रको आवाज चाहिँ संसदमा पुग्न पाउँदैन। तपाईको